नमस्कार। दक्षिण कोरियाको गyeonggi-do स्थित यजुमा रहेको विदेशी कल्याण केन्द्र अर्थात् यजुसी वैगुकिङ फोक्सी सेन्टर र यजुमा बसोबास गर्ने विदेशी नागरिकहरूको संयुक्त सहकार्यमा चाहिँ 5औं महिनाको 4 तारिक यही मञ्च यही स्टेजमा विश्व सांस्कृतिक महोत्सव अथवा यजु सेगे मुना छुक्चे हुन लागिरहेको छ र यही यजुमा बसोबास गर्ने नेपाली समुदायहरूको चाहिँ संयोजकको रूपमा चाहिँ हाम्रो अजित कुमार धामी उहाँ चाहिँ स्वागत छ तपाईलाई। एकदमै नमस्कार सम्पूर्णमा। 5औं महिनाको 4 तारिकमा हुन लागिरहेको यो विश्व सांस्कृतिक महोत्सव चाहिँ यही मञ्चमा हुने हो। हजुर, यही मञ्चमा हुने हो। हाम्रो ठक्क यहाँनिर हेर्न सक्नुहुन्छ, स्टेज पनि ठुलो छ। यतातिर चाहिँ तपाईँहरूको दर्शकहरू हुन्छ अनि यहाँ चाहिँ हाम्रो सम्पूर्ण देशहरूको 22 राष्ट्रको चाहिँ सबैको आफ्नो कला संस्कृतिहरू चाहिँ यहाँबाट चाहिँ हामी चाहिँ पर्फर्मेन्सहरू गर्छौँ। यहाँनिर 4 तारिक यो आउने मे 4 तारिक आइतबारको दिन जुन हाम्रो गरिराख्नु भएको छ प्लानिङ, त्यो चाहिँ एकदम भव्य हुन आँटेको छ, धेरै नै भव्य हुन आँटेको छ। किनभने हाम्रो यो 22 राष्ट्रलाई देखाउनुको साथसाथै तपाईँको यहाँ एउटा हाम्रो ठुलो एउटा पुल बनेको छ। हजुर, त्यसको पनि उद्घाटन हाम्रै यो कला संस्कृतिबाट हुने हो होइन। त्यसैले गर्दाखेरि मान्छेहरू पनि धेरै आउँछ। 22 राष्ट्रको देखि लिएर कोरियामा विभिन्न ठाउँहरूबाट चाहिँ मान्छेहरू यहाँ आउनुहुन्छ। एकदम ठुलो भव्य कार्यक्रम हुन्छ। अब यसपालि चाहिँ तपाईँको हावा आए पनि पानी आए पनि चाहिँ प्रोग्राम चाहिँ हुन्छ हाम्रो यो स्टेजभित्र है त। यसपालि हाम्रो नेपालको तर्फबाट यजु सेगे मुना छुक्जेमा हाम्रो नेपालमा रहेको किराँती लिम्बू समुदायको परम्परागत नाच केलाङ नाच हामीले प्रस्तुत गर्न गइरहेका छौँ। यो चाहिँ हाम्रो एकदमै राम्रो नृत्य हो है। हामी चाहिँ हाम्रो केलाङ नाचलाई विश्वको 22 राष्ट्रको सामु प्रस्तुत गर्न गइरहेका छौँ, जुन चाहिँ हाम्रो नेपालको लागि पनि एकदम एउटा गर्वको कुरा हो। त्यसैले चाहिँ कोरियामा बस्नुहुने जति दिदी दाजुभाइ साथीहरू हुनुहुन्छ सबैजना चाहिँ आइदिनु होला यहाँ यजुमा। अनि त्यसैले चाहिँ यसपालि चाहिँ हामी 22 राष्ट्रको अगाडि चाहिँ हाम्रो लिम्बूहरूको किराँती लिम्बूहरूको चाहिँ केलाङ नाच प्रस्तुत गर्न गइरहेछौँ। त्यसैले जसरी भए पनि तपाईँहरू जता हुन्छ कोरियामा जसरी भए पनि सहभागी भइदिनु होला र हामीले चाहिँ हाम्रो देशलाई विश्वको सामु चिनाउनुपर्छ। हाम्रो देशको संस्कृति कस्तो छ, कला कस्तो छ, पोसाक कस्तो छ, सबै हामीले चाहिँ त्यो दिन देखाउनु पर्ने हुन्छ। त्यसैले चाहिँ सबैजना आइदिनु होला है त। कोरियामा बस्नुहुने सम्पूर्ण नेपालीहरूलाई यजु सेगे मुना छुक्जेमा चोलो निम्तो छ यही आउँदो मे 4 तारिक यजुसीमा। वाह सबैलाई निमन्त्रण छ है, आइदिनु होला। धन्यवाद।